Hello and welcome back to the another day. Hope you guys are doing well. मैले भ्लग नलाएको धेरै भएको थियो नि त तपाईहरुले पनि यो किन भ्लग ल्याउनु भन्ने लागिरहेको छ हैन आज चाहिँ अ डे इन अ लाइफ अफ अ मेडिकल स्टुडेन्ट भन्ने हुन्छ नि त्यस्तो छ हैन आज हाम्रो दुईटा मेडिकम छ हैन मेडिकम भने कस्तो सब्जेक्ट भन्दाखेरि तपाईहरुले एक्जाम्पलले तपाईहरुले जुन सिटामोल खानुहुन्छ प्यारासिटामोल तपाईहरुले त ल एसिटामोल भने एउटा ट्याब्लेट हो खायो हैन त प्यारासिटामोलको स्ट्रक्चर हुन्छ जुन कसरी बनिएको छ भन्ने कुरा जस्तै हामी बस्ने घर कसरी बन्छ भनेर पुरै मिस्त्रीलाई थाहा हुन्छ नि त त्यस्तै प्यारासिटामोलको स्ट्रक्चर चाहिँ कस्तो छ भन्ने कुरा हामीले पढ्नुपर्छ कि यहाँ गोलो बनाएको छ रिङ बनाएको छ यता ओ थप्याएको छ यता यास थप्याएको छ के थप्याएको छ हैन सिम्पली मान्छेलाई पागल बनाउने एउटा सबभन्दा सजिलो सब्जेक्ट हो हैन अब पढ्नै पर्छ लेट्स सी अरु कलेज गएको छैन कलेज गएको छैन हैन हामी ढिला भइसक्यो सर इज सो पङ्क्चुअल सर आइसक्नु हैन सर चाहिँ सरलाई एक्जाम्पल भन्नु सर चाहिँ टाइम पङ्क्चुअलिटीको अब्दुल हो क्या अब्दुलले आफ्नो मकसद नबोले जस्तै सरले टाइम कहिले बिर्सनु कति टाइम मोक्सिफ्लोक्सासिन चाहिँ आजभोलि आई ड्रपमा मात्र आइरहेको छ तिमीले युज गरिहाल्नु कतिजनाले आई ड्रपमा चाहिँ मोक्सिफ्लोक्सासिन आएको छ तर यो ट्याब्लेट फर्ममा चाहिँ त्यति आएको छैन यसलाई अझ रोकिरहेको छ क्या लिभोफ्लोक्सासिन चाहिँ छपछपी आइसक्यो ईश्वरीकै पालामा औलादले चाहिँ यता ठुलो साथीहरु हाम्रो फर्स्ट क्लास सक्यो भने मेडिकमको अलिकति गिदी खलबलिसकेपछि ब्रेक भयो खाजा खाएर मासु भात खाएर अब फेरि हाम्रो ल्याब सुत्दैछ हैन यो चाहिँ आफ्टरनुनमा तल गरेर लगाउँछु अब ल्याबमा गएर काम गर्नुपर्छ हैन हाम्रो जगदालाई फर्स्ट सेमबाट अफर आइसक्यो हैन ट्रेन प्रस्ताव अझै अहिलेसम्म त आएको छैन तपाईहरुले तुम्हारे सोच्नु भएको छ अहिलेसम्म आइसक्यो नि प्रस्ताव त पहिला हेरौँ न कस्तो छ अन्त हुन्छ कि म त पहिला पुरै एसएम छ दिस इज आवर एसी बुथ होइन एजुकेसन नेतन थियो हो यही त हो नि दिस इज द प्रिकसन है दिस इज आवर नाइट्रिक एसिड एचएन3 हैन यदि तपाईहरुको कसैसँग रिस्क छ भने डु कन्ट्याक्ट मी लेखिदिन्छु मुखमा गरेर हाल्दै हुन्छ यसरी के हुन्न यसै अनुहार बिग्रियो अनुहारमा यसरी हाल्दै खासै पाप लाग्दैन के बोले भाइ अब के बोले के छ थाहा हामी बोले सिलप्याक न्यू नाइट्रिक एसिड ए जाने निशान दिस इज हाम्रो बेन्जोइन 25 ml हामीले राख्ने हो HNO3 त्यसपछि हामीले एउटा रिफ्लक्स भनेको यसमा हामीले तताउने हो यो कन्डेन्सर पनि त चाहियो नि कन्डेन्सर यो त 25 ml हैन चियर्स चियर्स गरेर त मुखमा हाल्ने होला नि ज्यानको माया छैन नि यसरी खानु मैले ज्यानको माया छैन नि यसरी खानु मैले दिस इज हाम्रो मिक्सचर अफ बेन्जोइन एन्ड नाइट्रिक एसिड तिमीहरूलाई भने जस्तो सही छैन औषध खान तिमीहरूले त गयो एउटा सिटामोल माग्यो खाइदियो नि यो ब्रान्ड कम्पनीको छ ओ आजको प्र्याक्टिकल दिदी यस्तो क्रेजीको आइडिया कहाँ आयो तिमीलाई जन्मजात हो क्या यो मेरी छोरी बड़े होकर फार्मासिस्ट बनेगी मेरी छोरी बड़े होकर फार्मासिस्ट बनेगी मार्क्स खोल्दै हुनु मार्क्स खोल्दै हुनु डु फलो हर अन इन्स्टाग्राम ल्याबमा मार्क्स खोल्नु हुँदैन त्यति पनि थाहा छैन डु फलो हर मार्क इन्स्टाग्राम हैन साथीहरु ल हाम्रो ल्याब डु फलो हर अन टिकटक डु फलो हर अन टिकटक अमापु हिटिङ मेन्टल उता जान थालेको म हैन अहिले आउँछु म आउट हिटिङ मेन्टल अब हामीले यहाँ राखेर 1-1.5 घण्टा रिफ्लक्स गर्ने हैन एकछिन निकाल न तातो आइराख्यो नि
अहिले थाहा हुन्छ त कस्तो करेन्ट लाग्छ तातो नै आज नि यार त्यहाँ चाहिँ आछ र होइन तातो हारेछ खै छोट हट नाच्दै बित्दै प्र्याक्टिकल त मजाले गर एक्सिडेन्ट हुन सक्छ साथी यस्तो यस्तो गर्यो भने चटक देखायो वी आर डुइङ प्र्याक्टिकल मोटे म संस्कृत बोलिदिन्छु बोल न बोल बटे भौँसरीवाला भौँसरीवाला के बोले भाइ के बोले के बोले के जथाभावी बोले साथीहरू लगेर हो त यस्तो हुन्छ यी बन्द नगर यही हो क्या हुने छौ वाउ वाउ यस्तो यस्तो हुन्छ साथीहरू नि यस्तो हेर्नु पाइन्छ ल साथै हजुर अरू के भन्नु विचार त भन्नुहोस् न त विचार यसमा अलिक प्रिकसन अप्नाउनु पर्छ है हामीलाई दुईटा मास्क आँखामा लगाउनु पर्छ खै दाइ लाउनु पऱ्यो नि दाइ त छिटो छिटो आँखाको चस्मा डेन्जरस फर आवर आइज यसले हाम्रो आइजलाई डेन्जर गर्न सक्छ कालो ब्राइटनेस बढाइदियो यार प्लिज कालो ब्राइटनेस बढाइदियो यार प्लिज भन्नु दाइ हामी बेन्जिल बनाइरहेको छौँ एकदमै त्यो इन्टरमिडिएट हो अरू औषधि बनाउनुलाई त्यो प्रोसेसमा रजन अक्साइड ओक्सिडेसन भएर निस्किरहेको छ भइरहेछ यसको गन्ध कस्तो लाग्यो तपाईँलाई एकदम पन्देर वास्त नाकमा खाइरहेको छ त्यो डबल मार्क्स लाउनुपर्छ डबल मार्क्स डबल मार्क्स छ आइजमा ग्लोभ्स छ तपाईँ पनि लगाएर घुम्नुहोस् मेरो तर्फबाट तपाईँलाई यो उपहार ओके भेरी डेन्जर ओके भेरी डेन्जर You are looking like alien. Alien. कस्तो बम्बार्डमेन्ट भएको यार मान्छे मर्छ यार ए बाबा आँखामा हेर्नु कस्तो परिरहेछ हाम्रो उतापट्टि चाहिँ आगो लगाइसकेको होइन म चाहिँ यतिले मिस गरेर आएको हेर्नलाई 1 eternity later 1.5 घन्टा हामीले रिफ्लक्स गरेपछि होइन अब हाम्रो यो हुँदैछ अब हामीले यो आइस वाटरमा खनाएर यसलाई हामीले मिक्स गरेर यसलाई फिल्टर गर्ने हो दिस इज आइस वाटर नाइस द पिपिटी इज फर्मड हाम्रो यो फिल्टर हुँदैछ होइन अब हामीले फिल्टर गरेर जुन माथिबाट निस्केको प्रडक्टलाई हामीले चाहिँ ब्यालेट पेपरले हामीले यसलाई सोक गरेर होइन त्यसमा चाहिँ त्यसलाई हामीले चाहिँ नि प्रिजर्भ गर्ने अर्को प्र्याक्टिकलको लागि हामीले आज चाहिँ हामीले यहाँ के बनाएको बेन्जाइल के थियो थाहै नि बेन्जिल हो बेन्जिल बेन्जिल मात्रै हो बेन्जिल बनाएर हो क्या बेन्जिल मात्रै बेन्जिन आजको हाम्रो प्र्याक्टिकल चाहिँ सिन्थेसिस अफ बेन्जिल फ्रम बेन्जोनिन होइन बेन्जोनिन साथीहरू हाम्रो प्र्याक्टिकल सकिसकेको छ भने दिस मच फर टुडे